त्यो चाहिँ के भन्छ धेरै यसमा म फ्लाइट गरिदिइहाल्छु सुप र माग दिँदैन निकोबार आइल्यान्ड पनि इन्डिपेन्डेन्टले मलाई अन्डमान निकोबार आइल्यान्ड याद छैन म चिकन आइल्यान्ड खालि सोधा अहिले खाना खाएर सोधा मलाई जे पनि होइन यस्तो मजा आएर चाहिँ मलाई मासु खानु बेसी खानु हुँदैन एउटा भात हौ आजकल लभ म्यारेजमा नि इङ्गेजमेन्ट हुन्छ मग्नी हुन्छ राम्रो जसले बिहा गर्दैछ ऊ आमा डुब्दैछ दुःखको होस् नर्स होस् डक्टर होस् एस्ट्रोनटै होस् न मतलब छैन मलाई केटी नर्स होस् डक्टर होस् एस्ट्रोनट होस् स्पेससिपमा टेस्लामा काम गर्ने होस् केटी मलाई मतलब छैन सबै राम्रै हुन्छ केटी पहिला यो सुनेको थिएन डाइना डायन बन्ने भनेको राम्रै हुन्छ केटीहरू पहिला होस् 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 त्यो केटाको दुःख त्यसले बुझ्छ म मासुमा फोकस गर्छु राम्रो राम्रो होस् राम्रो 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 छ केटी ल अहिले चिकनले बिचारा सराप दियो होला मलाई र यो चिकनले मभन्दा राम्रो तैँले को देखिस् भनेर अहिले डल्लै कुखुरा खानुपर्छ हौ डल्लै यसरी राखेर केटी भाइ
कहाँ बस्दैछ अरे रविको भाइ कहाँ ए बधाई छ त्यो भाइले पनि बिहा गरे है नानी नानी छ बधाई छ ल होस् कसले खान्छ होइन कहाँ हौ लाटै हो म त्यसलाई बिहा नगरेको बाठाहरू सबै बसिरहेको छु बिहा गरेर सुप खानुपर्छ सुप फ्याँक्दा केही गाली गर्दैन तपाईँले मासु फ्याँक्ने गाली गर्दैन मलाई त मन पर्दैन हौ मासु कसैले मेरो टेस्टको लागि ज्यान दिइरहेको छ ज्यान दिएन कुखुराले मेरो लागि अन्त पानीमा बोइल गर्नु अन्त म अगोरी नै हो अगोरी हो म त्याग्दिनँ म मासु मजा अम्मा युवराज के भयो आर्यनले मासु खाँदैन बेसी मासु म पनि कम्ती खान्छु मासु जग्गा मिलाउनु पर्यो अलिअलि खलास